अहिले चाहिँ अब हामी भर्खर आउँदाखेरि त के को यत्रो सानो थियो खोला यतै आइरहेको थियो छेउमै अनि अब यो गाउँलाई झन्डै उराइदिएको नै उता पनि जान्थ्यो यता पनि आउँथ्यो त्यो खोला चाहिँ ठुलो आउँथ्यो त्यो तोर्नै नसक्ने गरी अनि बच्चाहरूलाई पनि अब बोकेर लानुपर्ने उता के अरे स्कुल लानुपर्ने झन्डै बोकेकै बाँच्छौँ हामीले अहिले त अब कहाँ उठ्ने समस्या नै छैन नि हजुर अब यत्रो वर्ष खोपेर खाइसकेपछि ढुङ्गा मुरा उचालेर फालेन कि के ढुङ्गा फालेनन् कि अनि दुःख गरेर बनाइराखेको अब जग्गा जमिन राम्रो भइरहेको छ हामीले अब बोट बिरुवा पनि यसरी हुर्काइसक्यौँ अब उठे बासको चाहिँ हाम्रो कुरा छैन अहिले यहाँका जति पनि अब खेतीयोग्य जमिनहरूमा चाहिँ अब तपाईँको बाली नाली उब्जनी गर्न पाइयो समयमै उब्जनी गरेर आफ्नो घरमा भित्राउन पाइयो नभए योभन्दा अगाडि बाली रोपेको छ तपाईँको फलिरहेको अवस्था छ बाढी आउने बाढी पस्दिने त्यो आफूले वर्षभरि खान लागेको बालीहरूलाई बाढी पसेर सबै बगाइदिने अवस्था थियो यो अवस्थालाई चाहिँ अहिले न्यूनीकरण गरेर यो चुरे उत्थानशील योजनाले चाहिँ यहाँ यतिको प्रभावकारी काम पारिदिएको छ कि यहाँका कृषकहरूलाई यहाँका जनताहरूलाई उहाँहरूलाई एकदम आवास भएछ यो आज नभइदिएको थियो भने चुरे उत्थानशीलले यसरी बान एउटा तटबन्धन गरिदिएको थिएन भने हामीलाई कति गाह्रो हुन्थ्यो भन्ने खालको कुराहरू उहाँहरू गरिराख्नु भएको छ